आउनुहोस् अब हामी हरिश्चन्द्र महाराजजीको केही कथा श्रवण गर्नेछौँ। हरिश्चन्द्र महाराजजीको कथा छ। म हजुरहरूलाई पूर्ण अपिल गर्छु, ध्यान दिएर एकचित्त भएर सुनौ। यो कथामा मलाई बडो वेदना हुन्छ। अलिकति हजुरहरूले असावधान भइदिनु भने मलाई गाह्रो हुन्छ। यस्तै कथामा मलाई कहिलेकाहीँ यस्तो लाग्छ कथा गर्दै जाँदा कि म यो कथा नगरौँ होला जस्तो लाग्छ मलाई। यो हरिश्चन्द्रको कथा म गर्न सक्दिनँ। मेरो क्षमतै त्यत्रो छैन हरिश्चन्द्र महाराजजीको कथा गर्न। मेरा नेत्र सजल हुन्छन्, मेरो कण्ठ अवरुद्ध हुन्छ यहाँ। त्यही भएर जहाँसम्म हजुरहरूले सावधान भएर सुनिदिनु होला हरिश्चन्द्र महाराजजीको कथा, नभए मलाई गाह्रो पर्छ है। यति म हजुरहरू सबैलाई अपिल गर्छु। ज्ञानी धार्मिक सत्यपालक ठुला राजा अयोध्यापति, कृष्ण भक्त प्रसिद्ध शुद्ध मन का दानी हरिश्चन्द्र ती। हरिश्चन्द्र महाराजजीको नाम केमा आउँछ थाहा छ? सत्यपालकमा आउँछ। सत्यलाई कहिल्यै छोड्नुहुन्न थियो। यस्ता सत्य हरिश्चन्द्र महाराजजीको कथा हामी श्रवण गरौँ। हरिश्चन्द्र महाराजजीका अनेक पत्नी थिए, जसमध्ये सैप्या जेठी थिइन्। इनको घरमा सन्तान थिएन नै। भक्तजन बडो ध्यान दिएर सुन्नु होला। इनका घरमा सन्तान एकजना पनि थिएनन्। थोरै मात्रै बजाउँ ल, थोरै मात्रै, अलिअलि मात्रै बजाउँ, थोरै मात्र। हरिश्चन्द्रको कथा श्रवण गरौँ। अब मन्द गतिमा गरौँ। ल सन्त सुन्नुहोस्। ल हुन्छ, ल छोडिदिनु। ल अब के भयो भन्नुहुन्छ भने इनको घरमा एकजना पनि सन्तान थिएनन्। सन्तान नभएपछि बडो दुःख भयो। के गर्ने त यी राजाको, अब कसरी अगाडि सृष्टि चल्ला, अब सूर्य वंशको के होला भनेर चाहिँ बडो दुःख भयो। एक दिन रानीले रुँदै रुँदै आएर आफ्ना पतिदेवलाई भन्नुभयो कि प्रभु, हामीलाई ठुलो कष्ट मनमा छ। के का कारणले भन्दा सन्तानकै खातिर। हाम्रो घरमा एकजना पनि सन्तान छैनन्, छोरो पनि छैनन्, छोरी पनि छैनन्। मलाई त केही थिएन, छोरो केही नहुन्। तर के भयो त भन्दाखेरि भन्छन् सन्ततिहीनलाई जनले हुन् यी अपुत्री भनी, मर्दामा पनि पिण्ड पानी नमिले पर्छन् नरकले तिनी। यो यसो भन्छ नि त, गाउँले बडो जिस्काउँछ, यसको त छोराछोरी कोही पनि छैनन्, यो त अपुत्री रहेछ भन्छन्। अब के गर्ने, हामीलाई एउटा सन्तान त चाहिन्छ भनेर भन्नुभयो। अब के गर्ने भन्दा ठिकै छ, वशिष्ठ ऋषिलाई गएर भनौँ, वशिष्ठ गुरुलाई भनौँ भन्दाखेरि वशिष्ठ गुरुले के भन्नुभयो भन्दा ठिकै छ हे राजन, यदि तिमीलाई सन्तान चाहिएको छ, सन्तानको आवश्यकता छ भने वरुणको पूजा गर्नुपर्छ, वरुणको उपासना गर्नुपर्छ, वरुणको ध्यान गर। राजाले दिव्य वरुणको ध्यान गर्दा भए। वरुणले ध्यानबाट प्रसन्न भएर वरुणजी प्रकट हुनुभयो। वरुणजीले के भन्नुभयो भन्दा, ए राजा, तिम्रा भाग्यमा छोरो लेखेको छैन, कदापि पनि तिम्रा भाग्यमा छोरो छैन। राजा रुन लाग्नुभयो, प्रभु एउटा छोरो बिना गृहस्थी कसरी चल्छ होला? चल्दैन, मलाई त छोरो चाहिन्छ। मात्रै केवल मुख हेर्न भए पनि मलाई दिनु, मेरो छोरो मैसँग बसोस्, हुर्कियोस्, खाओस् भन्दिनँ म, केवल मुख हेर्न भए पनि मलाई छोरो चाहिन्छ भन्दा वरुणजीले के भन्नुहुन्छ? ल ठिकै छ, छोरो त तिमीलाई छैन नृपते, साँचो कुरा हो, तर छोराको मुख मात्र हेर्नु छ भने पहिले प्रतिज्ञा गर। यदि तिमीलाई छोरोको मात्रै केवल मुख मात्र हेर्नु छ भने ठिक छ, पहिले प्रतिज्ञा गर। कुन प्रतिज्ञा भन्दा छोरो जन्मिने बित्तिकै म छोरोलाई मारेर हवनमा बलिदिन्छु, यस्तो प्रतिज्ञा गर। ओहो, राजाको छातीमा छोयो यो शब्दले। एक त छोरो छैन, यदि छोरो भयो भने पनि त्यो छोरोलाई जन्मिने बित्तिकै बलिदिनु पर्ने हो। अब के गर्ने, कसो गर्ने हो? बडो दुःख भयो राजालाई। रै पनि राजाले के भन्नुभयो भन्दा, नहुनु भन्दा त बरु भएकै राम्रो हुन्छ। म आज सत्य हरिश्चन्द्र प्रतिज्ञा गर्छु कि मेरो छोरो जन्मिने बित्तिकै म छोरोको बलिदिन्छु भन्नुभयो। कालान्तरमा सैप्याले नृपधारण गरिन्, जेठी हुनाले गरी। 100 जना पत्नी थिए। 100 जना पत्नी मध्येमा सबैभन्दा जेठी थिइन् सैप्या। सैप्याले नृप गर्भ धारण गरिन्, गर्भ धारण भयो।
कालान्तरमा छोरो जन्मियो। छोरोको नाम के राखे त ज्योतिषीहरूले भन्दा छोरोको नाम राखिदिए रोहित। छोरो जन्मिए, जन्मिने बित्तिकै वरुणजी आइपुग्नु भयो। ए राजा, छोरोको मुख हेर्छु भनेको होइन, मुख हेर्यौ, अब तिम्रो छोरो जन्मियो, अब छोरोको बलि देऊ। के भयो होला त्यो राज्यमा? सारा राज्य स्तब्ध भयो। भर्खर छोरो जन्मिँदैछ, जन्मिने बित्तिकै वरुणजी आएर भन्छन् कि बलि देऊ। राजा स्तब्ध हुनुभयो। राजाले के भन्नुभयो भन्दाखेरि हे वरुणजी, ठिकै छ, म यो छोरोको मुख हेरेँ, म बलि त दिन्छु, तर सुतक त चोखियोस्। भर्खर हाम्रो घरमा सुतक लागेको छ, सुतक पर्दा पर्दै म कसरी यज्ञ गरौँ र? यो सुतक सकियोस्, सुतक चोखियोस्, अनि म बलि दिन्छु, अवश्य पनि दिन्छु। हुन्छ भनेर वरुणजी जानुभयो। अब सुतक पनि चोख्यो। सुतक चोखिएपछि फेरि वरुणजी लु ल्याऊ छिटो बलि गर तिम्रो छोरालाई भन्दै आउनुभयो। अब बुवालाई छोरोप्रति प्रेम बढ्दै गइसकेको थियो। राजाका छोरा, एउटा छोरा, राज्यमा अरू कोही पनि छैन, यस्तो प्रेम बढ्दै गएको थियो। होइन, आफ्नो छोरालाई बलि कसरी दिने? राजाले सक्नु भएन, थरथर हात काम्यो। अब के गर्ने? वरुणजीलाई त बलि दिन्छु भनेर प्रतिज्ञा छ। फेरि टार्नुभयो। सानै छयो शिशु प्रभु, अब दाता होस्, यो पुत्र यज्ञ पशुला यक होई जाओस्। प्रभु दाँत त आओस् न, यदि यो बच्चाको दाँत आयो भने म अवश्य पनि बलि दिन्छु, तर दाँत त आओस्, दाँत नआए कसरी म बलि दिनु? अरे दाँत नआए त पशु पक्षीको पनि बलि दिइँदैन, दाँत आएको मात्रै दिन्छ भने यसलाई म कसरी बलि दिउँ? दाँतै नआइदिनुहुन्न बलि भनेर देखिन्छ शास्त्रहरूमा यी कुरा सुनेर। अवश्य पनि पहिले दाँत आउनु पर्दछ, दाँत आएपछि मात्रै म बलि दिन्छु, नभए त बलि दिन मिल्दैन, शास्त्रका कुरा यही छन् भनिदिनु भयो। फेरि हुन्छ, ठिकै छ, दाँत आओस्, त दाँत आएपछि चाहिँ अवश्य बलि दिनुपर्छ नि भनेर वरुणजी फर्केर गए। केही समय बित्यो र भक्तजन कति समय लाग्छ र दिन बित्न, रमाइलो घडीमा दिन बितेको याद हुँदैन। दाँत पनि आयो। दाँत आइसके पछाडि फेरि लिन भनेर वरुणजी आउनुभयो। ए राजा, तुरुन्त बलि देऊ छोरोलाई। फेरि राजाको छातीमा बाण लाग्यो। ओहो, के गर्ने अब? चूडा मगर छु व्रतबन्ध भनेर तिनले त्यस्तै प्रकारसित 5 पटक टारे। प्रभु, व्रतमनै गरेको छैन, छेवरै गरेको छैन, कसरी हुन्छ? छेवर त गर्न दिनुहोस्, व्रतबन्ध त गर्न दिनुहोस्, अनि के छ र बलि दिउँला नि म भनेर टार्दा भए। व्रतबन्ध गर्नुन्जेल कति वर्ष बित्यो? 8 वर्ष बित्यो। जब व्रतबन्ध भयो ऋषिको, जब व्रतबन्ध भयो रोहितको, अब त रोहित पनि केही बुझ्ने भएका थिए। साथीहरू, छरछिमेक, इष्टमित्रले सुनाइदिए, हे रोहित, तँलाई थाहा छ तेरो व्रतबन्ध हुने बित्तिकै तेरो बाउले तँलाई यज्ञमा पशुले जसरी बलि दिन्छ, किन बस्छस् त यहाँ? तँलाई आफ्नो जीवन प्यारो छैन? अब रोहित घर छोडेर भागे। ओहो, मलाई मर्नु छैन भनेर 8 वर्षका रोहित घर छोडेर भागे। यता वरुणजी टुप्लुक्क आए, छोरो कता गयो छैन। एक त छोरो हराएको वेदना, हे पुत्र हामीलाई छोडेर कहाँ गयौ नि भनेर राजा धुलो रोनुहुन्छ। उता रोहित बिचरा राजाको छोरो कहिले दुःख नदेखेको, घरमा जहिले सुख भोग गरेको, जंगलमा अनेक काँडाहरू, अनेक जंगली जनावर, दुःखै दुःख लड्नुहुन्छ ठेस लागेर। घरमा आमालाई सम्झिनुहुन्छ, बुवालाई सम्झिनुहुन्छ, जाने हिम्मत छुट्दैन आज रोहितलाई। यतापट्टि वरुणजी आउनुभयो। खोइ छोरो भनेको छोरो छैन, श्राप दिनुभयो वरुणजीले। तिमीले मलाई ढाट्यौ, जाऊ तिमी कुष्ठी रोग भएर बस्नु भनेर श्राप दिनुभयो। अब त राजाको शरीरभरि कुष्ठी रोग आयो। अय्या लौ न मरे भनी घरी घरी ती कष्ट भोग्थे यता। आइया नि मरे नि प्रभु भन्छ। यता शरीरभरि घावै घाउ भयो, शरीरभरि बिबिरै बिबिरा भयो, शरीरभरि पिपै पिप बग्न थाल्यो। राजाको शरीर छोइ नसक्नु भयो, शरीरका अङ्ग कोही नथाले। अय्या लौ न मरे भने घरी घरी ती कष्ट भोग्थे यता। त्यो संवाद सुनेर रोहित परे झन् छटपटीमा उता। अब रोहितले जब उता सुने, मेरो बुवालाई त म घरबाट भागेपछि शरीरभरि कुष्ठी भयो अरे, श्राप पाए अरे मेरा बुवाले, म छोरो भएर जन्म लिएको बेकार भयो, मेरा कारणले मेरा बुवाले दुःख पाउनु भयो हो भनेर फर्किन खोज्नु हुँदो रहेछ त्यहाँबाट रोहित। जब रोहित यसरी फर्किन आँट्दा इन्द्रले आएर बिचैमा रोकेछन्। हे रोहित, कहाँ जान्छस्?
तँलाई मर्नु छ, आफ्नो जिन्दगी तँलाई प्यारो छैन, तँ घर जाने बित्तिकै तँलाई तक्षण तेरा बुवाले बलि दिन्छन्, त्यस्ता पिताकामा जानुहुन्छ, जानु हुँदैन भनेर रोहितलाई फर्काइदिए इन्द्रले। उता आइया मरे प्रभु मरे, मैले कुन जन्ममा के पाप गरेँ नि भनेर राजा बलिन्द्र आँखाबाट आँसुका धारा, एक त छोरो हराएको छ, दोस्रो आफ्नो शरीरमा कुष्ठी। हे प्रभु यस्तो दुःख कसलाई कहिले भएको थियो होला। अब राजाको यस्तो दुःख त देख्न सकेनन् कसैले, सबैले भएर सल्लाह गरे। के गरे त भन्दाखेरि आफ्नै हुन्छ दिएर द्रव्य दिजको छोरो किनेको पनि। यदि कसैको छोरो पैसा दिएर किनेर लिएर आइयो भने त्यो कसको हुन्छ? आफ्नै हुन्छ। ए राजा, कसैको छोरो छ भने जाऊ किनेर लिएर आऊ र त्यही किनेर ल्याएको पुत्रलाई बलि दिआऊ भन्नुभयो। अब के गर्ने? राजाले खोज्न पठाउनु भयो। अब के गर्ने? मन्त्री ढुङ्गो जस्तो बनाएर जाऊ खोजेर लिएर आऊ भनेर जानुभयो। सारा सैनिकहरू देशमा घुम्न थाले। कोही आफ्नो छोरा बेच्छौ कि भनेर घुम्न थाले। कसैले छोरो बेच्छ होला, तर एकजना ब्राह्मण अत्याधिक पापी रहेछन् जसको नाम अजिगर्त रहेछ। यिनलाई के गरी खाऊ, के गरी परिवार पालौं भनेर पनि बडो मन दुखेको रहेछ, धन सम्पत्ति रहेन रहेछ। यिनका 3टा छोरा रहेछन्, जेठो माइलो कान्छो। 3टा छोरामा यिनले एउटा छोरो चाहिँ बेच्दिन्छु भने। अब कुन बेच्ने? जेठोलाई बेच्ने कि माइलोलाई बेच्ने कि कान्छोलाई बेच्ने, के गर्ने भन्दाखेरि जेठो पुत्र भयो पितातिर अनि कान्छो त आमातिर, बेचिने माहिलो परि गयो बेचिदिए आखिर। जेठो गएर बाउलाई पक्रियो, कान्छो गएर आमाका साडीमा, बेचिनेमा त माइलो परेछ जसको नाम थियो सुनसेप। यो सुनसेपलाई बेचिदिए, बेचेर लिएर आए। अब किनेर लिएर आए। सुनसेप बिचरा त्यो बालक, त्यो पनि त बालक हो। रुँदै रुँदै आँखाबाट बलिन्द्र आँसुका धारा झार्दै झार्दै हे प्रभु ल्याएर यज्ञ पशु भनेर बिच्च पशुपत गर्ने ठाउँमा त्यस बालकलाई बाँधिदिए। बिच्च खम्बामा चारैतिर मान्छे घेरिए। त्यो चारैतिर हेर्छ कसैले मलाई बचाउँछ कि, कोही आएर बचाइदिए त हुन्थ्यो हे प्रभु भन्छ, भगवानलाई सम्झिन्छ, रुन्छ धुरुधुरु। यो देखेर छक्क परे मान्छे। हो कस्तो बाउ होला जुन बाउले आज आफ्नो छोरालाई बेचिदियो प्रभु। सबैका आँखा सजल भए, नेत्र सजल भए। सबै जति पनि श्रोताहरू हेर्नेहरू थिए सारा रुन थाले। आँखाबाट बलिन्द्र आँसुको धारा। हो आँखाबाट बलिन्द्र आँसुको धारा। के गर्ने हो प्रभु? अब आदेश भयो जाऊ त्यो बच्चाको वध गर, मार्देऊ भनेर आदेश भयो। हतियार लिएर गयो मार्नलाई भनेर। जब त्यो बच्चाका आँखामा हेरे मार्न कसैले सकेनन्। हो कसरी हत्या गर्नु यस्तो साधारण बालक? कसरी मार्नु? नमार्ने। अब त यज्ञ नै स्थगित भयो। बच्चाको हत्या गर्न कोही चाहँदैन, बच्चाको हत्या गर्न कोही चाहँदैन। त्यतिकैमा एउटा मान्छे उठेछ। के भन्छ भन्दाखेरि फेरि मलाई यति नै द्रव्य दिन्छौ जति अघि मैले बेच्दाखेरि दिएको थियो भने म मेरो छोरालाई आफै काट्छु भन्नु लयन्छ। फेरि मलाई उति द्रव्य दिनुहोस्, काट्छु न स्वयं छोरो। यदि मलाई अघि तिमीले मैले छोरो बेच्दा जति पैसा दिएका थियौ त्यति नै पैसा देऊ, मेरो छोरो हो म काट्छु भन्छ। ओहो जति पनि हेर्ने थिए नि यति धिक्कार गरे। हे चण्डाल अधर्मी निष्ठुर पशु, को हुन्छ तेरो गति? बेचेको धनले पुगेन र अझै काट्ने निस दुर्मति। हे मूर्ख, त कस्तो बाउ जो आफ्नै छोरालाई काट्छु भनेर अगाडि बढेको छ। सुनसेप थरथर काम्दैछ। हे प्रभु कस्ताको घरमा मेरो जन्म भएछ नि, धिक्कार छ यस्तो बाउ पाउनु। आँखाबाट पनि आँसुका धारा धुरो धुरो रुन्छ। माया लागेछ गुरुजीलाई। गुरुजीले गएर वरुणजीको मन्त्र जप, नानी यो सभामा तिमीलाई बचाउन सक्ने अरू कोही पनि छैन। यो सभामा तिमीलाई बचाउन सक्ने केवल वरुण छन्। वरुणको तपस्या गर्यौ भने मात्रै, वरुणको ध्यान गर्यो भने मात्रै तिमीलाई वरुणले बचाउँछन्, नभए बचाउँदैनन्। अब यसले रुँदै रुँदै सबैतिरबाट हेरौ मलाई कसैले बचाउन सक्दैन भनेर वरुणजीलाई ध्यान गर्दो भएछ। गर्छु प्रणाम वरुणलाई, गर्छु प्रणाम वरुणलाई, रक्षा गरिदेऊ प्रभु आज मलाई, रक्षा गरिदेऊ आज मलाई। गर्छु प्रणाम
वरुण मेरो रक्षा गर। यो कुत्सित सभामा अरू मलाई कसैले पनि बचाउन सक्दैन, म तिम्रो शरणमा छु भनेर धुरु धुरु यो बालक रोयो। यो बालक यसरी रोएको देखेर वरुणजी तक्षण त्यहाँ उपस्थित हुनुभयो। वरुणजीले तथास्तु भनिदिनु भयो। राजाको कुष्ठी पनि निवारण भयो, राजाको कुष्ठी पनि सक्यो, रोगबाट राजा मुक्त भए। यता बस सुनसेपको बलि दिनु परेन, बलिबाट जोगियो, बलिबाट त जोगियो। अलिकति मान्छेमा खुसियाली त छायो, तर अब छोरो कसकोमा जाने? सुनसेपलाई कसले राख्ने? राजाले राख्ने कि वरुणले राख्ने? ए होइन होइन, त्यो आइको बाउले राख्ने, जसले बेचेको थियो। अब त्यहाँनिर त कुरो भएछ, कसले राख्ने त? अब यसलाई त बेचिसकेका छन्। अब कसैले भने बाउले राख्ने, कसैले भने राजाले राख्ने, कसले राख्ने त? अब त्यहाँनिर कुरो भयो। अनि यसमा कुरोमा के भएछ त भन्दाखेरि, बेच्ने बाबु पिता हुँदैन नृपति, किन्ने पनि यो गरी, ल्याएको वध गर्न खातिर यहाँ हुन्थे पिता के गरी। जुन पिताले बेचे त्यो पिता कसरी हुन्छ? यदि राजाको हुन्छ भनौँ भने पनि त्यो राजाले पनि मार्नै भनेर किनेको थियो, राजाको पनि त्यो कदापि हुन सक्दैन। कसको हुन्छ? वरुणको भन्दा होइन, मन्त्राधीन स देवता। वरुणको पनि हुँदैन। वरुणले बचाउन त बचाए, तर वरुणको किन हुँदैन भन्दाखेरि देवता पनि त चुकेका छन्, देवता पनि त बाँधेका छन्। केमा भन्दा मन्त्राधीन स देवता, मन्त्रका अधीनमा देवताले पर्नै पर्छ। आज वरुणको मन्त्र जपेको हुनाले त्यो मन्त्रका बलले वरुणलाई तानेको, वरुण स्वयं आएका होइन, मन्त्रका बलले। किन भन्दाखेरि मन्त्रको अधीनमा देवता पर्नै पर्छ, मन्त्रले तानेर ल्यायो। त्यही भएर वरुणको पनि हुँदैन। कसको हुन्छ त भन्दा तिनै विश्वामित्रको हुन्छ, जसले बचाउन वरुणको मन्त्र जप्नु भनेर दिए। अब त राजाको कुष्ठी पनि सक्यो, सबैजना आनन्दित कुशलित भए, रोहित पनि फर्केर आयो, हर्ष त भयो। तर एकचोटि के भयो त भन्नुहुन्छ भने यी विश्वामित्रसँग राम्रो थिएन राजा हरिश्चन्द्रको। विश्वामित्रलाई लाग्यो म यो राजा हरिश्चन्द्रलाई यो बडो सत्यवादी छु भन्छ, कहिले ढाँड्दिन भन्छ, यसलाई म असत्यवादी अवश्य बनाउँछु भन्ने यिनले सोचेका थिए। अब एक दिन राजा बसिरहनु भएको थियो राज्यमा। एउटा बदेल आयो, बदेलसँग त्यो घरमा रोपेका जति पनि फुलबारीहरू थिए, फुल बगैँचाहरू थिए, त्यो बदेलले उफ्रेर माडेर सारा ध्वंस गर्यो। राजाले त्यो बदेललाई खेद्दै 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 जङ्गलमा जानुभयो। बाटो राजाले बिर्से। त्यही एकजना ऋषि देखे। ऋषि देख्दा ए तपाईँ को हो भनेका यी राजा हरिश्चन्द्रले भनेछन्, म कहिले नढाँट्ने सत्यवादी राजा हरिश्चन्द्र हुँ भनेछन्। अनि तिमी चाहिँ को भनेको? म त ब्राह्मण हुँ, छोरीको बिहे गरिदिउँ भनेको, पैसा छैन, ज्वाइँले बिहे गर्न मानेनन्। ए लुजु म बिहे गरिदिन्छु भने, अनि विवाहको सङ्कल्पमा मेरो सारा सम्पत्ति दिन्छु भन्ने सङ्कल्प गरिदिए। ल यो कसको खेल थियो भन्दा यिनै ऋषिको खेल थियो। म मेरो सारा सम्पत्ति दिन्छु तिमीलाई, विवाह गर भने आफ्नो सारा सम्पत्ति दिने सङ्कल्प गरेर राजा फर्केर आए। घरमा आउँदा त ओहो मैले के गरेँ, मैले मेरो सम्पूर्ण राज्य त्यागिदिएँ। श्रीमतीले सम्झाइन् सैब्याले रानीले, महाराज हाम्रो जे जस्तो थियो हाम्रो भाग्य अनुसार हामीहरूले फल भोग्नै पर्छ। अब के गर्नुहोस्, अब रोएर केही पनि हुनेवाला छैन। भोलिपल्ट तुरुन्त ऋषि आए। हे राजा, छिटो तिम्रो यज्ञ, तिमीले जुन सङ्कल्प गरेको थियो त्यो सङ्कल्प पुरा गर भन्दै ऋषि माग्दै आए। हुन्छ भने आफ्नो सम्पूर्ण राज्य त्याग गरेर बनारसतिर गए। तर एउटा कुरो थाहा छ भक्तजन, यज्ञको भूयसी दक्षिणा अवश्य दिनु पर्दछ। एउटा गाई दान गर्दाखेरि के हुन्छ भन्नुहुन्छ भने दशांश अवश्य गर्नु पर्दछ, 10% अवश्य दान गर्नु पर्दछ। यदि यज्ञमा 100 रुपैयाँको खर्च गरेको छ भने 10 रुपैयाँको भूयसी दान अवश्य गर्नु पर्दछ। 10 रुपैयाँको भूयसी दान नगरी हुँदैन। अब त्यत्रो राज्य त दिए, भूयसी दक्षिणा, अब भूयसीको दक्षिणा चाहियो। ए राजा, भूयसीको दक्षिणा देऊ भन्दा अवश्य पनि म दिन्छु भूयसीको दक्षिणा, तर मलाई मौका त दिनुहोस्। हल्ला नगरी बस्नु है भक्तजन, मलाई अवश्य पनि म भूयसीको दक्षिणा दिन्छु, तर मलाई म्याद त दिनुहोस्। म्याद नदिकन म कसरी भूयसीको दक्षिणा दिउँ? मसँग दक्षिणा छैन। अवश्य पनि के गरौँ त भन्दाखेरि अब बनारसमा रहनुभयो। अब भूयसीको दक्षिणा केही गर्दा जुटाउन सक्नु भएन। आउनुभयो ऋषि माग्नलाई, छिटो भूयसीको दक्षिणा देऊ नभए श्राप दिन्छु भन्दाखेरि के गरौँ त भन्दा ए मलाई किन्ने कोही छौ भने किन, म आफूले बेचिदिन्छु भन्नुभयो। म आफूले बेचिदिन्छु, मलाई किन्ने कोही छौ भने किन भन्नुभयो।
रानीले भनिन् हे प्रभु तपाईँ आफू नबेचिनुहोस्, पहिले मलाई बेच्नुहोस्, मलाई बेच्नुहोस् भनिन् रानीले। राजाको त्यो वचनले, रानीको त्यो वचनले राजाको छातीमा भेदन भयो। राजाले सहन सकेनन्। उता ऋषि आएका छन् श्राप दिनलाई, के गर्ने हो भनेर सारो राजालाई बडो वेदना भयो। आँखाबाट बलिन्द्र आँसुका धारा। राजा धुरु धुरु रुन लाग्नुभयो। हे प्यारी, तिमीलाई मैले कसरी बेच्नु, तिमीलाई कसरी बेच्नु, मैले कदापि पनि बेच्न सक्दिनँ। तर राजालाई भुयसीको दक्षिणाको त अत्याधिक आवश्यक परेकै छ, भुयसी दक्षिणा दिनु परेकै छ। कोही छौ कि त किन्ने भन्नुभयो। अन्तिममा केही नचलेपछि एकजना धर्म राजा नै ऋषि बनेर आउनुभयो, एकजना सेठ बनेर आउनुभयो। रानीलाई बेच्छु, म किन्छु भन्नुभयो। रानीलाई बेचिदिनु भयो। जब रानी जान लाग्नुभयो, सानो छोरो रोहित पनि आमाको साडी पक्रेर रुन थाल्यो। आमा मलाई छोडेर नजानु। आमालाई घिसार्दै लग्यो त्यो सेठले, कपाल पक्रेर तान्दै तान्दै लग्यो रानीलाई। पछाडि राजा त्यो देखेर राजाको छिया छिया भयो छाती। छोरो रोहित रुँदै रुँदै आमा आमा भन्दै गयो। रानीले भन्नुभयो हे सेठ महाराज, यो छोरो म बिना बाँच्न सक्दैन, कृपया यसलाई पनि किनिदिनुहोस्। ती सेठले धर्मराजा नै आएका थिए, ती छोरालाई पनि किनेर लाँदा भयो। यता भुयसीको दक्षिणा दिनको लागि राजा स्वयं पनि बेचिनु पर्ने अवस्था भयो। त्यति पैसाले पुगेन। मलाई पनि किन्ने छौ कि कोही भन्नुभयो। धर्मराजा नै त्यहाँ पनि एकजना चाण्डाल बनेर आउनुभयो, लास पोल्ने मान्छे बनेर आउनुभयो। म किन्छु तँलाई भन्नुभयो। आफूलाई पनि बेचिदिनु भयो। जुन सम्पत्ति मिल्छ त्यो सम्पत्ति लगेर ऋषिलाई दिनुभयो। त्यति भएपछि ऋणबाट मुक्त त हुनुभयो, तर आफ्नो राज्य गयो। छोरा कहाँ गए, पत्नी कहाँ गए, आफू कहाँ छु। अब यो चाण्डलले के भन्यो भन्दा, जा गएर मसन घाटमा बस, मसन घाटमा आएका मान्छेलाई पोल्नु, कसैलाई पनि त्यत्तिकै सित्तैमा नजगाउनु। जे जस्तो तिनीहरूले दस्तुर दिन्छ त्यो दस्तुर लिनु, तिनीहरूले ल्याएको लुगा फाटो जे हुन्छ त्यही लाउनु। यतापट्टि रानी अर्काका घरमा बिहान बेलुका धन्दा गर्नुहुन्छ, अर्काका जुठा भाँडा माझ्नुहुन्छ, अर्काले भनेको मान्नुपर्छ। यस्तो दुःख आज रोहितले पनि अत्याधिक दुःख पायो। हा हा हे प्रभु, यो कुन दुःख कष्ट हामीहरूले भोग्यौं नि। अब एक दिनको कुरो, राजा हरिश्चन्द्र कहाँ पुग्नुभयो थाहा छैन। यता रोहित बढ्दै थिए, हुर्किँदै थिए। एक दिनको कुरो, खेल्न जान्छु भनेर आफ्ना साथीहरूसँग खेल्न जानु भएको थियो। खेल्दा कुस त्यही खेल्दछु भनी घारी बिसेती गए, निस्क्यो एक विशाल सर्प र डस्यो, रोहित मुर्दा भए। छेउमा कुश रहेछ, यो कुशलाई उखेल्छु भनेर रोहित अगाडि गएका थिए। त्यहाँ एउटा विशाल सर्प रहेछ, त्यो सर्प निक्लिएर रोहितलाई डस्यो। रोहितको प्राण त्यही शान्त भयो। अब के गर्ने? कुद्दै कुद्दै साथीहरूले गएर रानीलाई भन्दै, महारानी हे, कसैले चिन्दैन थियो रानी भनेर, गएर भन्दै नोकर्नीलाई कि तेरो छोरो सर्पले टोकेर मर्यो भनेर भन्दै। यो सुन्दा एउटी आमाको मन के भयो होला, कति वेदनाले भरियो होला। गएर आफ्ना मालिकलाई गएर भन्नुभयो मेरो छोरो मर्यो अरे, म मेरो छोरोलाई हेर्न जान्छु भनेको, काम नसकी जान पाउँदिनस्। त गइस भने यो घरको काम कसले गर्छ? यति धन्दा गर्नु छ, यति लुगा धुनु छ, त गइस भने यो काम कसले गर्छ? रुनु भयो, प्रभु मेरो छोरो मर्यो अरे, म आएर सारा काम गर्छु, मलाई जान दिनुहोस्। कदापि पनि दिन्न, सारा काम गरिसक अनि जानु भन्नुभयो। काम गर्दा 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 रातिको 12 बज्यो। रातिको 12 बज्यो, जाडो महिना, एक्ली अबला नारी पुत्र वियोगमा सन्तप्त, आँखाबाट बलिन्द्र आँसुका धारा, रुँदै रुँदै हा पुत्र भन्दै त्यस अँधेरी जंगलमा औँसीका रातमा जंगलमा जानुभयो। कोही पनि थिएन, कुकुर मराइरहेको मरिरहेका थिए। उठाएर आफ्ना काखमा राख्नुभयो। उठन बाबु मलाई मुमा भनी, बाबु एकचोटि त मलाई मुमा भन, एकचोटि त मलाई आमा भन, उठन बाबु, उठन बाबु मलाई मुमा भनी, हृदय शान्त गराऊ छिटै तिमी, कसरी जीवन राखौ तिमी बिनु, निठुर दैव तलाई म के भनु। ए बाबु उठ न, एकचोटि मलाई मुमा भन, एकचोटि मलाई आमा भन भनेर बलिन्द्र
आँसुका धारा छातीमा राख्नुभयो। आँखाबाट बलिन्द्र आँसुका धारा। चित्कार गरेर हे पुत्र तिमी मलाई छोडेर कहाँ गयौ नि भनेर आँखाबाट आँसुका बलिन्द्र धारा रुन लाग्नुभयो। यस्तो विपत्तमा अब जाऊँ कहाँ, त्याग्छु मयो देह सहर्ष यहाँ। अब म मेरो देह पनि म यो शरीर पनि राख्न चाहन्न भनेर चित्कार गरेर रुन लाग्नुभयो। यस्तो अँधेरी रातमा बार बार रोएको देखेर, रोएको सुनेर गाउँघरका मान्छे जागेछन्। हो को हो, के हो, कता हो, के को हल्ला हो भन्दै त्यहाँनेरि कुद्दै कुद्दै आए। कुत्ता स्याल कराउँथे परिपरि, त्यसको नमानी जर रोएको तिनीले निषाद स्वरले चर्को सुनिन्थ्यो स्वर। त्यो अन्धकारमा निषादमा चारैतिर काग कुकुर रोएको बेला भयंकर तीव्र स्वर सुन्यो। चारैतिर गाउँघरका मान्छे आए। ओहो यो को हो तिमी किन रुन्छौ भनेर सोधे। सोद्धाखेरि रानीले केही पनि भन्न सक्नु भएन। गुङ्गु गुङ्गु गरेर छोरोलाई काखमा राखेर बार बार रुनुभयो, चित्कार गर्नुभयो, हे मेरो पुत्र भनेर रुनु मात्रै हुन्छ, कराउनु मात्रै हुन्छ। त्यसो गर्दा के भयो भन्नुहुन्छ भने यिनीहरूले के सोचेछन् थाहा छ? हो यो बालघातिनी अब यहाँ लौ हुन्न राख्नै भनी, पक्री केस लछार्दै नगरको बाहिर ल्याए पनि। यो त बालघातिनी रहेछ, डङ्किनी रहेछ। यसले बालबालिकालाई मारेर खाँदी रहेछ। यसलाई जीवित राख्नु हुँदैन, यसलाई त मार्नु पर्छ भनेर च्याप्प शिरमा पक्रेर लछार्दै नगरमा लिएर आए। लछार्दै नगरमा लिएर आए। भाइ हेर्नु आफ्नो छोरोलाई त्यही छोडेर मान्छेले कुट्न थाल्यो। त डङ्किनी रहेछ, पिचासी रहेछ, बालबालिकालाई मारेर खाँदी रहेछ। यसलाई त जीवित राख्नुहुन्न भनेर कहाँ पुर्याएछन्? हरिश्चन्द्र महाराजजी ठाउँ पुर्याएछन्। उहाँ बस्नुहुन्थ्यो जंगलमा, त्यतिखेर लास पोलेर बस्नुहुन्थ्यो। अनि हरिश्चन्द्र महाराजजीको हातमा तरबार दिएछन्, यो डङ्किनीलाई काट भनेर। हे चण्डाल, यो डङ्किनीलाई काट भनेर तरबार दिए। राजा हरिश्चन्द्रजीले आफ्नै पत्नी हुनुहुन्न चिनेको छैन, तर पनि राजा हरिश्चन्द्र सत्यवादी हुनुहुन्थ्यो। हात जोडेर भन्नुहुन्छ, म कसरी मारौं? एउटी अबलालाई म कसरी मारौं? कस्तो कष्ट हरे वही सपचका सामु पुर्याइदिए, मार्नै पर्दछ डङ्किनी कन भनी सल्लाह गर्दा भए। यस डङ्किनीलाई मार्नै पर्दछ, लायो तरबार। राजा हरिश्चन्द्रको नेत्र सजल भयो। आज म यो कुन दुःखमा परे नि प्रभु, मैले के गर्नु? एउटी नारी अबलाको हत्या कसरी गर्नु? तर स्वामी के भन्छ? मैले तँलाई किनिसकेको छु, मैले तँलाई किनिसकेको हुनाले गर्दाखेरि मैले जे भने पनि तैँले मान्नुपर्छ, यसलाई काट। रानी धुरो रुन लाग्नुभयो। रानीले रुँदै के भन्नु भन्दाखेरि, हे स्वपच मलाई काट, केही छैन मलाई काट, तर मलाई एउटै दुःख छ कि मेरा स्वामी राजा हरिश्चन्द्र नाम गरेका हुनुहुन्थ्यो, ऊ कहाँ छन् म त्यो जान्दिन। उनको छोरो एउटा रोहित थिए, त्यो रोहित पनि सर्पले टोकेर मरे। त्यो कुरो राजालाई थाहा छ छैन? मलाई यति कुरोको दुःख छ। यति भन्नेको सुन्ने बित्तिकै राजा स्तब्ध भए, नेत्र सजल भए। हो यसो हेर्नु भएको आफ्नै पत्नीको यो दुर्दशा देखेर राजाका अन्तर हृदयमा यति सर्पले टोक्दा पनि जति विष लाग्दैन थियो, आज त्यस्तो राजाको अन्तर हृदयमा वेदना भयो। राजाको सहन भएन। त्यही माथि स्वपच भन्छ, काट, नकाटी हुँदैन भन्छ स्वपचले। राजा आज चकित पर्नुभयो, आश्चर्य पर्नुभयो। हो अब कसो गर्ने? रानीले भन्नुभयो, हे प्रभु, आज हामी दुईजनाको यो अन्तिम भेट जस्तो छ। अब तपाईले धर्म पालन गर्नका निमित्त आजसम्म हामीहरूले यो दुःख भोग्दै आयौं, यो दुःखमा हामी आइपुग्यौं। हामीहरूले आफ्नो सम्पूर्ण राज्यलाई त्यागिदियौं। आज मलाई काट्नुस्। यदि मलाई काट्दा हाम्रो धर्म जोगिन्छ भने मलाई काट्नुस् प्रभु। आज यो हाम्रो अन्तिम भेट हुनेछ। म तपाईकै हातबाट मर्न मलाई जुरेको रहेछ। मेरा बुवा आमाले तपाईसँगै जिउने, तपाईसँगै मर्ने कसम खाएर पठाउनु भएको थियो। आज पूरा हुनेको मलाई मार्नुस्। मेरो छोरो त रहेन भने अब म केलाई बाँच्छु? राजाले यो वचन सुनेर सहन भएन। राजा मूर्छित परेर भुइँमा लड्नुभयो। चेतना भएन, होश भएन। राजालाई सजल भए नेत्र। दुईजना धुरो लाग्नु।
अन्तिममा राजाले एकछिन पछाडि होस आयो। होस आएपछि राजाले के भन्नुभयो भन्दाखेरि अब म पनि स्वयं मर्छु भन्नुभयो राजाले। एउटा चिता बनाउनु भयो, छोरोलाई पनि लिएर आउनुभयो। छोरो सहित पति पत्नी दुवैजना चितामा बसेर अब दुवैजना मर्छौं भन्ने सोचेका थिए। त्यतिखेर आकाशबाट पुष्प वृष्टि भयो। सारा देवी देवताहरू त्यहाँ उपस्थित भए। उपस्थित भइसके पछाडि छक्क परे, पुष्प वृष्टि गरे। राजा हरिश्चन्द्र यो देखेर छक्क पर्नुभयो। इन्द्रादि देवताहरू आए। इन्द्रादि देवता आएर पुष्प वृष्टि गरे। अमृत छर्केर रोहितलाई जीवित बनाए। जीवित बनाइसके पछाडि सम्पूर्ण ऋषिहरू आएर हरिश्चन्द्र महाराजजीको यो सम्पूर्ण यस्तो सत्य प्रतीक देखेर छक्क परे, आश्चर्य माने। हिनजौं राजा स्वर्ग भने इन्द्रले, छोरो पनि जीवित भयो। हिनजौं राजा स्वर्ग भन्दा भए राजा भन्नुहुन्छ म एक्लै त स्वर्ग जान्न, यदि मेरा प्रजा पनि स्वर्ग जान्छन् भने म जान्छु, नभए म एक्लै त जान्न भन्नुभयो। अब स्वर्ग त त्यत्तिकै जान पाइँदैन, पुण्य हुनुपर्छ स्वर्ग जान त। राजाले के भन्नुभयो त भन्दा ठिकै छ, यदि स्वर्ग जानलाई पुण्य चाहिन्छ भने मसँग भएको मेरो जति पुण्य छ त्यो सम्पूर्ण पुण्य म मेरा राजाहरू मेरा प्रजाहरूमा बाँडिदिन्छु, तर म जान्छु भने केवल मेरा प्रजाहरूसँग मात्र स्वर्ग जान्छु भन्नुभयो। यस्ता राजा हरिश्चन्द्रजी। बोलो हरिश्चन्द्रजी महाराजको। मलाई प्राय हरिश्चन्द्र महाराजजीको कथा गर्न प्राय म गर्दिन, बडो गाह्रो लाग्छ। र पनि अब यहाँनिर गर्नु भन्ने आदेश भएकाले मैले हरिश्चन्द्र महाराजजीको कथा गरेको हो। यिनैको पावन वंशमा रोहितका पुत्र बाहुक भए। बाहुकका पुत्र सगर, सगरका 60,000 छोरा भए। 60,000 छोराले एकचोटि